हेलो साथीहरू, आजको हाम्रो यात्रा बिर्तामोडबाट चाराली हुँदै मेची राजमार्ग पक्रेर बुधबारे बर्ने जोरकलस हुँदै हर्कटेको सानुपाथीबाट जाने बाटोको माथिल्लोपट्टिको भागबाट खारोसाङ पदमार्गलाई पक्रेर क्यामेरामेन सागरका साथमा गुगल पोइन्टसम्मको यात्रा गर्नेछौँ। अन्तिमसम्म भिडियोलाई हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत दिनुहोला। यस्तै भिडियो हेर्नका निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला, बेल आइकन थिचिदिनुहोला र यस्तै भिडियो हामीहरू च्यानलमा अपलोड गर्नेछौँ, हेरिदिनुहोला। हामीहरू चाहिँ यताबाट झापाबाट सर आयौँ, यता पाँचथर जाने बाटो छोडेर हामी यहाँबाट चाहिँ उँभो पस्दैछौँ। यो खारसाङ ट्रायल पनि के लेखेको रहेछ, मार्ग के लेखेको छ, यहाँबाट हामी उता पस्दैछौँ। त्यहाँ यसो पत्ताहरूले छेलेको रहेछ। यहाँबाट अब हामीहरू हिँड्दै जानेछौँ गुगल पोइन्टसम्म। अगाडिको बाटो देखाउँदै भिडियो बनाउँदै हामीहरू अगाडि बढ्दैछौँ। यो खारसाङ पदमार्ग लेखेको ठाउँबाट हामीहरू अगाडि बढ्यौँ। यहाँबाट खारसाङ जानको लागि चाहिँ 29.5 किलोमिटर जानु पर्दो रहेछ पैदल यात्रा। गुगल पोइन्ट जान चाहिँ 1.5 लेखेको छ, सायद धेरै रहेन रहेछ, क्यारे यहाँबाट नजिकै रहेछ। अब यहाँबाट हामीहरू यहाँको अगाडि यो बाटोबाट गुगल पोइन्ट जानेछौँ। गुगल पोइन्टको राम्रो राम्रो दृश्यहरू कैद गर्नेछौँ, भिडियो बनाउनेछौँ। आउनुहोस्, हामीहरूलाई साथ दिँदै तपाईँहरू पनि हामी सँगसँगै गुगल पोइन्ट घुमेको अनुभव गर्नुहोस्। यहाँ आउँदो रुख उँधो पनि नाम लेखेको रहेछ। यो रुखमा मौवा लेखेको रहेछ, यहाँ खरानी लेखेको रुख रहेछ। सायद फिरफिरे रुखहरूको पनि नाम लेख्दै राखिदिएको रहेछन्, भिगोनी भनेर। यस्तो रमाइलो बाटो छ, हिँड्दै जानुपर्ने रहेछ। मान्छेहरू आउँदैछन् च्यामुनाहरू। कति टाढा छ यहाँबाट? निकै छ। दादर पनि छ माथि। बाँदर लाग्दो रहेछ अलिअलि। सामानहरू प्लास्टिकमा बोकेको चाहिँ बाँदरले लगेर खाइदिने सम्भावना बढी हुँदो रहेछ। बहिनीहरूको चाहिँ खान लगेको मुरैहरू चटपटे बनाएर खान लगेको खाइदिएछ बाँदरले। निराश भएर फर्किनु भएछ। चिसो चिसो बाटो,
निकै रमाइलो गरी हिँडेर जाइदिन्छ। ए स्कुटी स्कुटी पनि जाँदो रहेछ। कति छ यहाँबाट बाटो चाहिँ निकै छ लाग्छ दाजु 45 मिनेट। इलेक्ट्रिक पनि गयो हैन हाम्रो इलेक्ट्रिक हैन चाइ बन्द गरेर झरेको। ए ल अनि निकै रमाइलो चौताराहरू रहेछन् दाजु बाटोमा। चौताराहरू पुगिगरी आउनुभयो कि जाँदै हुनुहुन्छ? जाँदै गरेको। अब एकछिन चौतारामा बस्नु पर्यो नि। विश्रामालय लेखेर बनाइदिएको चौतारो रहेछ। बडा रमाइलो चौतारो। बाटामा हिँड्ने मान्छेहरूसँग गफ गर्दै गर्दै हामीहरू अलिक माथिसम्म आयौँ। मधेसको मान्छे उकालो हिँड्दा गलिहालिँदो रहेछ। एकछिन आराम गर्नेछौँ अनि फेरि यहाँबाट हामी हिँड्नेछौँ। साथीहरू यसमा चाहिँ अलिअलि म गएपछि खाजासाजा दोकान सोकान छैन अरे। अनि फेरि यसो खानेकुराहरू हामीहरूले यसो चिप्सहरू कुरमुरे अनि पानीको बोतलहरू बोकिरहेछौँ। 2टा चौचौ बोकिरहेछौँ। बाटो यस्तो छ। साथीहरू हामीहरू गुगल पोइन्ट जाँदाखेरि बिचमा यो एउटा यस्तो बनाएको ठाउँमा आयौँ। यहाँदेखि आधी बाटो लगभग हामी आइसक्यौँ। अब आधी बाटो हिँड्दै जाँदा गुगल पोइन्ट पुग्नेछौँ। यहाँ रमाइलो ठाउँ छ। ऊ माथि सायद ऊ माथि देखिएको त्यो गुगल पोइन्ट हुनुपर्छ। त्यहाँसम्म हामी हिँड्दै जानेछौँ। हामीहरू यो रमाइलो दृश्य हुँदै उताल देखिएको बाटोबाट हामीहरू हिँड्दै हिँड्दै आएका हौँ। त्यहाँ हामीहरूले बाइक राखिरहेछौँ। अब यहाँबाट हामीहरू लगभग आधी घन्टा 15 मिनट आधी घन्टा हिँड्दा चाहिँ लगभग हामी गुगल पोइन्ट पुग्नेछौँ। काफलको रुख रहेछ नि हालेको हामीहरू काफले कहाँबाट भयौँ भनेको यही रुखबाट उत्पन्न भएको हुनुपर्छ। आगो बाल्ने निषेध छ। गुगल पोइन्ट जाने क्रममा बाटाका बिचमा यो एउटा चिल भएको एक गिद्ध रहेछ। गिद्ध भएको ठाउँ आइपुग्यो। यो गिद्ध भएको ठाउँमा हामीहरू जानेछौँ। के कस्तो रहेछ हेर्नेछौँ। यहाँबाट रमाइलो चिल छ। गिद्ध प्रकृतिको कुचिकार हो। यसको सबैले संरक्षण गरौँ भनेर लेखेको रहेछ। डगर गिद्ध लेखेको रहेछ। कुचिकार भनेको चाहिँ शब्द के हो बुझ्न सकिएन। केही होला। तर यहाँ गिद्धको एउटा राखेको रहेछ वरिपरि तारले बेरेर। सायद मान्छे चढ्छन् होला भनेर होला। यस्तो रमाइलो गिद्धको मुख त दुलो परेको रहेछ। यहाँबाट उँधो हेर्ने नजरिया बडा रमाइलो छ। वाह, प्रकृतिले दिएको सुन्दर हरियाली डाँडा काँडा बोट जङ्गल।
अब गुगल पोइन्ट यही हो भनेको अझै माथि नै रहेछ, निकै हिँड्नुपर्छ जस्तो छ। हामी जानेछौँ, सायद त्यो त होइन होला। हेलो साथीहरू, हामीहरू हिँडेर लगभग गुगल पोइन्ट आइपुगिरहेछौँ। हामीहरूले यहाँ खानको लागि एउटा चिसो पानी चाहिँ बाटैमा आधी खाइगयो, यति पानी अनि 2टा चौचौ ल्याएको छ। अब हामीहरू यो यहाँ खानेछौँ अनि यहाँ खाएर चाहिँ गुगल पोइन्ट उपर मान्छेहरू बसेको ठाउँबाट माथि त्यहाँ जानेछौँ, त्यहाँको भिडियो सिडियो बनाउनेछौँ। अब यति खाजा खाएर हामी म र मेरो क्यामेराम्यान 2जना छौँ। 2जनाले खाजा खाएर यहाँबाट गुगल पोइन्ट जानेछौँ। यति हिँड्दाखेरि भोक लाग्यो, तलबाट निकै हिँडेर आइयो। साथीहरू, हामीहरू लगभग तल बाइक राखेर 45 मिनट जस्तो हिँडेर यहाँ माथि आयौँ। यहाँ एउटा चौतारो रहेछ, यो चौतारोमा बसेर हामीहरूले खाजाहरू खायौँ, पानी खायौँ। अब यहाँबाट हामीहरू माथि गुगल पोइन्ट लेखेको मेन पोइन्टमा जानेछौँ, त्यहाँको भिडियो कैद गर्नेछौँ, त्यहाँको रमाइलो दृश्यहरू हामीहरू देखाउनेछौँ। मजाले गलियो। यति हो गुगल पोइन्ट भन्यो। हेलो साथीहरू, फाइनली हामीहरू गुगल पोइन्ट आइपुग्यौँ। यहाँ आइसके पछाडि अब पानी पर्न थाल्यो, त्यो पनि आरी घोप्टे जस्तो। यत्रा ढिका झर्दैछन्, भर्खर पानी पर्न थालेको। खासै ठुलो भिडियो त यहाँ बनाउने ठाउँ यति गुगल पोइन्ट लेखेको रहेछ। यहाँ सूर्योदय अवलोकन गर्ने स्थान, यहाँबाट सायद बिहान सूर्य उदाएको पनि हेर्न सकिँदो रहेछ। अनि यहाँ भएको चाहिँ यति यहाँ गुगल पोइन्ट लेखेको रहेछ। अनि हामीहरूले अघि तल गिद्ध अघिको अगाडि गिद्ध भएको ठाउँ देखायौँ। अब यसो खाजा साजा हामीहरूले चाहिँ उपरको चौतारामा आएर खाजा खायौँ। यहाँ बसेर खाजाहरू खाने ओर्ने यताउता गर्ने व्यवस्था पनि रहेछ, चौताराहरू राखेका रहेछन्। निकै रमाइलो ठाउँ रहेछ। यहाँ मान्छे आउने बस्ने रमाइलो गर्ने आदि इत्यादिमा चाहिँ एकदम रमाइलो ठाउँ रहेछ। अब यो गुगल पोइन्ट राख्नु हुनुको यहाँ मुख्य कारण चाहिँ केही होला, यहाँको केही विशेषता होला। गुगलको विशेषता सायद यहाँबाट कहाँ गुगलको चाहिँ नि यहाँबाट खिचेको हुनुपर्छ, त्यही भएर यसलाई गुगल पोइन्ट भनेर ठाउँ राखेको रहेछ। अब यहाँ यति रमाइलो ठाउँ छ, घुम्न ओर्न यताउता आउने मान्छेहरू। दिउँसो चाहिँ निकै मान्छे भिड हुँदो रहेछ, बेलुका भएपछि चाहिँ अलिक भिड कम हुँदै जाँदो रहेछ। यस्तो रमाइलो ठाउँ छ, दृश्य यस्तो छ। क्याम्पिङ गर्नको लागि यता तल ठाउँ बनाइदिएको छ अरे, क्याम्पिङ गर्नेछौँ। अब खासै यता मजाले खुलेको त छैन, हरियाली जङ्गल छ।
अनि फेरि कुहिरो हुस्से लागेको छ। खुलेको बेला चाहिँ यहाँको भ्यू निकै राम्रो र मजाको हुने रहेछ। आज अलिक नखुलेको नहुनाले उँधोबाट हुस्से आएकोले गर्दा त्यति साह्रो सबै भ्यू चाहिँ देखिएको छैन। तर घुम्न आउनको लागि रमाइलो रहेछ। परिवार लिएर आउँदा चाहिँ साना नानीहरूलाई चाहिँ हिँड्नको लागि लगभग 45 मिनट उकालो बाटो हिँड्नु पर्दो रहेछ। अलिक ठुल्ठुला आउँदा चाहिँ मजाको रमाइलो ठाउँ घुम्ने ठाउँ यो हाम्रो इलाम जिल्ला सूर्योदय नगरपालिकामा पर्दो रहेछ। हामीहरू अघि यहाँबाट जाने क्रममा चाहिँ यहाँ निकै भिड थियो। हामीहरू गुगल पोइन्ट गइवरी आइसक्यौँ। जाँदा पनि यहाँ सानो भिडियो बनाइरहेको थियौँ, तर यहाँ निकै भिड थियो। यहाँ पनि एउटा सानो गुगलकै जस्तो नक्सा बनाएर एउटा सानो यो बनाइदिएको रहेछ। अब यहाँबाट हेर्ने भ्यू चाहिँ माथिको भन्दा मजाको देखिँदो रहेछ। माथि चाहिँ भ्यू गुगल पोइन्ट चाहिँ माथि रहेछ, तर भ्यू चाहिँ यहाँबाट पनि यहाँ अलिक उग्रिएर पनि होला। त्यहाँ हामीहरू जाँदा उग्रिएन, मजाले भ्यू परैसम्म देखिने गरेको छैन र पनि रमाइलो छ। राम्रो भिडियो चाहिँ बनेको छ। हेरिदिनु भएको, अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद छ। यहाँ अब हामीहरू अन्तिममा यो अघि जाँदाखेरि भएकै ठाउँमा यही गुगल जस्तो बनाएको ठाउँमा बनाएर यो भिडियोलाई यहीँ अन्त्य गर्दैछु। यो रमाइलो भिडियो हेरिदिनु होला। च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला। बेल आइकन थिच्नुभयो भने मेरो भिडियो तपाईँहरूको मोबाइलको अगाडि आउनेछ र अरू यस्तै घुमेको रमाइलो ठाउँ गएको भिडियोहरू तपाईँहरूले हेर्न पाउनुहुनेछ। हेरिदिनु होला भन्दै आजको भिडियोलाई यहीँ टुङ्ग्याउँछु। हामीहरूको मोबाइल, मेरो मोबाइल स्विच अफ भइसक्यो। यो मेरो क्यामेराम्यानको मोबाइलबाट अन्तिम भिडियो बनाइयो। अब गएर चार्ज गरेर यसलाई चट्ट एडिट गरेर राम्रो बनाएर युट्युबमा हामीहरू अपलोड गर्ने बाचा गर्दै बिदा माग्छौँ। हस् त, धन्यवाद, नमस्ते।